लास्टमा फेरि सकिँदैन हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल। साथीहरू फेरि पनि हामी आइसकेको छौँ हजुरहरूको साथमा है, साली र भेना साथीहरू। आज चाहिँ एकदमसँगले धमेकेदार भने के भन्छ त्यही हो त बिर्से साथीहरू है। आज चाहिँ खतरनाक हामीले चाहिँ च्यालेन्ज गर्न लागिरहेका छौँ है। आज हाम्रो रहेको छ साथीहरू, यहाँ हेर्न सक्नुहुनेछ पोर्कको मासु। ओ माई गड, सबैको फेभरेट रहेको छ। आज चाहिँ हामीले चाहिँ थोप्पा बनाएको छौँ अनि रहेको छ यो चाहिँ किन राख्नु भएको छ भन्नुभएकोलाई यो चाहिँ पनिसमेन्ट रहेको छ। ओ माई गड साथीहरू, ग्रिन चिल्ली छ है साथीहरू है त। यो चाहिँ फेरि के भन्छ साइली खुर्सानी रहेको छ है। ओइ साइली खुर्सानी यति धेरै पिरो हुन्छ भने त तपाईँहरूलाई थाहा नै छ। साथमा रहेको छ हामीले चाहिँ अलिकति मुख मिठो बनाउने यो पिरो हुन्छ पिरो है त। अनि साथमा रहेको छ अमिलो है त। आज हाम्रो चाहिँ च्यालेन्ज कस्तो हुन्छ हजुरहरूले चाहिँ कमेन्टमा भन्नुहोला भेना सालीको। अनि यो भिडियोलाई चाहिँ जसरी भए पनि माया गर्नु होला। भनिदेऊ न के भनिदेऊ न। भिडियो हेरेर सबैजनाले सपोर्ट गर्नु होला, लाइक शेयर कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला जसरी भए पनि है त। अब चाहिँ हामी धेरै ढिला नगरिकन हामी चाहिँ भिडियो स्टार्ट गर्नेछौँ। कसरी खानेछौँ भने हामी चाहिँ आज यो चाहिँ टाइम रहेको छ कति मिनट भने 3 मिनट। ओइ 3 मिनटसम्म चाहिँ हामीले चाहिँ फिनिस गर्नुपर्ने छ। अनि जसले सक्दैन ला बत्ती पनि गयो है, अलिकति क्वालिटी कम भयो होला। अनि यसमा यो चिल्ली खानु पर्ने छ है त। ल टाइम राख त। हामी रक पेपर सिजर गर्नेछौँ। फर्स्टमा को जान्छ है त। ल सिजर पेपर रक ल मलाई न ल सिजर पेपर रक तिमी जाऊ है। ला यार साथीहरू फर्स्टमा उता देखो ल, तेर्सो बनाऊ ल। त्यसरी यसरी ल यसरी ल नभए तल्किन्छ। ल साथीहरू फर्स्टमा चाहिँ म गएँ है। ल थोरै यो चाहिँ निचरे। अब यहाँ हेर्नु सक्नुहुन्छ। ओइ आहा धेरै अमिलो छ है। यो थोरै राखौँ। अनि साथमा हजुरहरूको लागि भनेर थोरै चिल्ली लगाइ छ। अब चाहिँ फर्स्टमा चाहिँ म जान्छु है त। ल ल भयो 3 2 1 गो। खानु यति गाह्रो भयो कि अप्ठ्यारो भयो त। अप्ठ्यारो भयो। ल सक्नु भयो। छिटो होइन बिस्तारै खानु है। जित्नु पर्यो नि, यहाँ सालीलाई जित्नु दिनु पर्यो नि। डेन्जर छ पनिसमेन्ट। ला ला आज मैले फेरि ऊ पनि ल्याइनँ है, तल झरेको। यहाँ 1 मिनट गइसक्यो। धेरै गाह्रो भयो। पक्रेर खानु न जानु। सकिँदैन होला है। त्यो अमिलोको बास्ना आएर यस्तो मुखबाट पानी निस्केको। चौबन धेरै गाह्रो भयो। मासु हो नि त मासु। दुई मिनट बिस्तारी।
सकिँदैन क्या है सकिँदैन आयो लाइन नसकिँदो रहेछ मलाई पनि सक्दिनँ 3 मिनेटमा पनि सकिँदैन अप्ठ्यारो भएर कि अप्ठ्यारो भएर कि गइगयो टाइम यति रह्यो स्टप ल तिम्रो पाला अब साथीहरू मैले चाहिँ यति रहेको छ होइन यो चाहिँ लास्टमा फेरि पनि च्यालेन्ज हुनेछ हेरौँ है त अब सालीले के थाहा होइन 3 मिनटमा फिनिस गऱ्यो भने त मैले चाहिँ पनिसमेन्ट गर्नुपर्ने हुन्छ मैले चाहिँ खानु सकिनँ होइन अलिकति गाह्रो भयो हातमै लिएर खाँदा पनि हुन्छ है त तिमीले ल ओके ल एकछिन है ल है त 1 2 3 को स्टार्ट लु 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 खाऊ 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 फेरि पनिसमेन्ट गर्नुपर्छ है तिमीलाई फेरि लास्टमा फेरि उसले नै जित्यो भने त कलवाललाई चाहिँ फेरि गाह्रो हुन्छ साथीहरू यत्रो 10-10वटा बाफ्रे 10-10वटा साली खुर्सानी मुखमा राख्दाखेरि चाहिँ 1 मिनटसम्म ओइ धेरै नै गाह्रो हुन्छ होइन आहा हामीले चाहिँ यो साइली खुर्सानी चाहिँ जसले हार्छ त्यसले चाहिँ 1 मिनटसम्म होल्ड गर्नुपर्ने छ मुखमा राखेर है त ओइ कति पिरो हुन्छ होला है सजायो साथीहरू है त ल ल ल ल खाऊ सक्छ कि क्या हो यार झन् मैले त्यही भएर थोरै थोरै हालिदिएको ऊ पनि च्याम्पियन भइसकेको छ नि हिजो मलाई जितेको हो नि त फेरि होइन खाऊ 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 सक्छौ त होइन सक्छौ आमामा किन आत्तिनु भर्खरै 1 मिनट जाँदैछ तिम्रो त है मलाई त अलिकति अप्ठ्यारो भएर हो कि के हो पनि है सुरुमा नै मेरो टाइम गयो कि यसरी गरेर खानु पऱ्यो तल राखेर खाएको भए चाहिँ अलिकति मजाको बेग्लै हुन्थ्यो माई मिस्टेक भयो लु 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 खाऊ है खाऊ घोप्लाक घोप्ला गरेर सोर्लाक मिल साली है ल 1 मिनट 32 गइसक्यो है त ल ल ल ल ल ल 3 मिनटमा त तिमीले फिनिस गर्छौ ल कलुवा चाहिँ गयो भालुकला आज वै ला 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 ओ लो 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 परेको पिरो छ नि लै कसरी खानु होला आज त मिठो छ त पोर्कको हो छन् त एकदम दामी छ ल ल ल ल गयो 1 मिनट मात्र रहेको छ है 1 मिनट मात्र टाइम रहेको छ 1 मिनट मात्र टाइम रहेको छ है त सालीले पनि मलाई पार लाग्दैन जस्तो लाग्यो मलाई सालीले पनि पार लगाउँदैन जस्तो छ तर मैले भन्दा त धेरै नै खाएको होस् त नुडल्स पुरै सक्नुपर्छ है त नुडल्स पुरै सक्नुपर्छ झोल त्यही रह्यो भने है त झोल किनकि धेरै उद्धो छ के भन्छ अरे बोसो छ अनि त्यही भएर चाहिँ है मैले भन्दा त धेरै नै खाएको हो यत्तिको टोर्यो है त्यो टोर्यो खाऊ 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 लोटो पारेर ल 30 स्टप गाइज हेर्नु त यति मात्र रहेको छ अब रहेको छ हामी फेरि 3 मिनटै हुन्छ है त बुझ्यौ अनि कसरी त यो सकेकै छैन अनि त कोही न कोही भएको छ के तिमीले जित्यो भने धेरै भएको तर मैले धेरै खासु मासु
ल अब 3 मिनटमा हामीले चाहिँ फिनिस गर्नुपर्छ जसरी भए पनि हामीले त राखेको छौँ 3 मिनट यो ल खोला त त्यही भएर अब हामी फेरि पनि 3 मिनट लगाएर राख्नेछौँ अनि हामीले कसले फिनिस गर्छ अनि त्यसले सजाय भोग्नु पर्ने छ है त ल एकैचोटि खाम न त अनि एकैचोटि त 3 मिनट राख ल आज त अब त म पनि कहाँ छोड्छु र साली 1 2 3 गो स्टार्ट लु 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 Finish. खोइ हेर्नु त्यहाँ फिनिस भयो भने मेरो त फिनिस भइसक्यो त्यहाँ उ गर सक्यो त नि चल कसले खायो ए मैले निसके निस्किन्छ त वे ला ल साथीहरू यहाँ हेर्नु सक्नुहुनेछ 2 4 6 8 9 अझै एउटा रहेछ यहाँ म त गेमको फलो गर्ने हो नि त तर तिमीले नै जिते हार्यौ क्या हो यहाँ भेनालाई गाह्रो भयो क्या ल गाइस यहाँ हेर्नु सक्नुहुनेछ 10 वटा मैले खाएँ है त ल पनिसमेन्ट है यो ए स्टार्ट गरिदियो त मैले अहिले नगर्दा होल्ड गर्नुपर्छ चप्पा त्यही त नि अब गरौँ ल स्टार्ट है कस्तो भइरहेछ त पिरो भयो ओहो मिठो भएको होला जित्दा त लास्टै मजा आउँदो रहेछ हौ यस्तै गर्मी त्यस्तै छ धेरैछन् वाह 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 सक्यो धेरै गाह्रो भयो ओइ यो राख
यो नुडल्स चाहिँ हामी यति खानेवाला छौँ ल ल टेस्ट ल यो चाहिँ सालीले पकाएको है त ल अब कसै पिरो भइरहेको छ मुखमा है फेरि यो मुख ऊ हाल्नुलाई अलिकति गाह्रो गाह्रो भइरहेको छ खा ल तिमी झर्यो कलुवा हारेर बिजोक भयो खाऊ न खाऊ 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 गम गम खाऊ न